हेलो वेलकम टु माई एनदर भ्लग। आज चाहिँ म यो युके को हन्स्लो भन्ने एरियामा छु र आज म चाहिँ पार्क जाँदैछु। पार्क नजिकै छ होला हैन, भर्खर उठेको, फ्रेस त्यति भएको छैन। ओके, आज म तपाईहरुलाई यो एरियाको दृश्यहरु देखाउन गइरहेको छु। प्लिज किप वाचिङ। ओके, यहाँ चाहिँ अब भर्खरै घाम लाग्न थालेको छ। यो हाम्रो एरियाको घरहरू हो। यहाँ चाहिँ घरहरू सानो सानो हुने रहेछ। यो देखेको जुन घरहरू छ नि, यो घर चाहिँ दुईटा घर हो। देख्दाखेरि एउटा घर देखिन्छ, तर यो दुईटा घर हो। हेर्दा सानो देखे पनि भित्र चाहिँ व्यवस्थित नै हुने रहेछ। हामी यस्तै घरमा बसिरहेका छौँ अहिले। यो भित्री सडक हो। यो सडक त्यति ठुलो चाहिँ छैन, तर पुरानै सडक भए पनि बलियो भने पक्कै पनि छ। ओके, अहिले अगाडि एकजना दाइ हुनुहुन्छ, उहाँ र म चाहिँ मर्निङ वाक गरिरहेका छौँ। मेबी अब यहाँदेखि लगभग 5-7 मिनट पछाडि हामी पार्क पुग्छौँ र पार्कको दृश्यहरू पनि म देखाउँछु। लगभग हामी चाहिँ अब पार्कको नजिकमा पुग्नु आँटेका छौँ। यहाँको पार्क चाहिँ सानो छ भन्नुहुन्छ दाइले। हेरौँ, लेट्स सी अब के छ यहाँभित्र हैन। प्रायः जस्तो लन्डनमा चाहिँ पार्कहरू चाहिँ नजिक नजिक नै हुने गर्दो रहेछ, ठाउँ ठाउँ हुने रहेछ भनौँ न एक हिसाबले। सो लेट्स सी, हेरौँ। यस, शान्तिको दूत प्रवाह। पार्क भन्दा पनि के हो, यो बच्चाहरू खेल्ने हो कि जस्तो छ है यो ठाउँ चाहिँ। यसो हेर्दा चाहिँ फाइनली हामी चाहिँ पार्कमा आइसकेका छौँ। पार्क है, हामी पार्कमा आइसकेका छौँ। यो पार्कमा चाहिँ एक्सर्साइज गर्नेहरू, खेलकुद हैन, खेल्ने ताउति पनि रहेछ। यो बास्केट कोर्ट रहेछ। यतापट्टिको चाहिँ अब मेबी एक्सर्साइजकै एक्सेसरिजहरू हुनसक्छ यो। अहिले चाहिँ हामी यो हन्स्लोको सानो पार्कमा छौँ, नजिकको पार्कमा छौँ। यो पनि अर्को बास्केट कोर्ट जस्तै छ है हेर्दा चाहिँ। ओके, जस हरियाली छ, शान्त छ हैन, ठिक छ। सानो पार्क भए पनि यो नजिकमा रहेको ठिक छ। यहाँ चाहिँ के बन्दैछ जस्तो छ। हामी चाहिँ यो पार्क फेरि नै छौँ। यहाँ चाहिँ अब एक्सर्साइज गर्नेहरू पनि रहेछ भनौँ न एक हिसाबले।
आज हामीले चाहिँ यहाँ आएर एक्सर्साइज पनि गर्न पायौँ। नट ब्याड। अब चाहिँ हामी यो पार्क घुमिसकेका छौँ र अब चाहिँ रुमतिर फर्किँदैछौँ। ताहिर म बजारको बाटो कतै जाने कुरा भइरहेछ। ओके, अब गुड डे।